18 वर्षको उमेरमा पढाइ छोड्न बाध्य भएका एक व्यक्ति समयको प्रवाहसँगै नेपालको पहिलो बिलियनियर बन्छन्। उनले नेपाललाई ग्लोबल बिजनेस र अन्टरप्रेन्योरशिपको नक्सामा पनि चिनाए। यो कथा हो विनोद चौधरीको, यो कथा हो नेपालको पहिलो बिलियनियरको। उनको कथा केवल पैसाको कथा मात्र होइन, यो कथा हो सङ्घर्षको, ठुलो सोचको, रिस्क लिने साहसको र आफूले देखेको सपनामाथि अटल विश्वास राख्ने सेल्फ कन्फिडेन्सको। 4 दशकभन्दा लामो जर्नीमा उनले सानो बिजनेसबाट सुरु गरेर विश्वभर फैलिएको बिजनेस एम्पायर बनाए। आज उनको नाम केवल नेपालमै होइन, विश्वकै सक्सेसफुल अन्टरप्रेन्योरहरूको लिस्टमा देख्न पाइन्छ। सन् 1955 अप्रिल 14 मा काठमाडौँको एक मारवाडी परिवारमा जन्मिएका विनोद चौधरी सानैदेखि बिजनेस र अपर्च्युनिटीको इन्भाइरोमेन्टमा हुर्किए। उनको परिवारमा बिजनेस केवल प्रोफेसन थिएन, त्यो एउटा थट थियो, एउटा ट्रेडिसन थियो। उनका हजुरबुबा भुरामल दास चौधरी भारतको राजस्थान स्थित चुरी अजितगढबाट करिब 140 वर्ष अघि नेपाल आएका थिए। त्यति बेला नेपालमा इन्डस्ट्री र अर्गनाइज्ड बिजनेस निकै लिमिटेड थियो, तर रिस्क लिने साहसको साथ उनले टेक्सटाइलको बिजनेस सुरु गरे। त्यही सानो सुरुवातले पछि गएर ठुलो बिजनेसको बेस तयार गर्यो। पछि उनका बुबा लुनकरण दास चौधरीले त्यो बिजनेसलाई अझै विस्तार गर्दै परिवारको फाइनेन्सियल फाउन्डेसन बलियो बनाए। यही बिजनेस इन्भाइरोमेन्टमा हुर्किएका विनोद चौधरीले सानै उमेरमा एउटा कुरा बुझ्न थाले, सक्सेस केवल पैसाबाट आउँदैन, राइट थट, राइट अपर्च्युनिटी र राइट डिसिजनबाट आउँछ। तर विनोद चौधरी केवल फ्यामिली बिजनेसको छायामा बस्न चाहँदैनथे। उनी आफ्नै आइडेन्टिटी बनाउन चाहन्थे, आफ्नै सोचले केही ठुलो बिल्ड गर्न चाहन्थे। सायद यही सोचले उनलाई अरूभन्दा फरक बनायो, किनकि धेरै व्यक्तिहरू तयार भएको बाटोमा हिँड्न चाहन्छन्, तर केही व्यक्तिहरू आफ्नै बाटो बनाउन चाहन्छन् र विनोद चौधरी दोस्रो प्रकारका व्यक्ति थिए। उनको जीवनमा पहिलो ठुलो मोड तब आयो जब उनी केवल 18 वर्षका थिए। त्यति बेला विनोद चौधरी भारत गएर चार्टेड एकाउन्टेन्सी पढ्ने तयारीमा थिए। फ्युचर क्लियर थियो, गुड एजुकेसन, प्रोफेसनल करियर अनि सक्सेसफुल लाइफ। तर सडनली सबै कुरा बदलियो। उनका बुबा गम्भीर बिरामी परे, फ्यामिलीसँगै बिजनेसको सबै रेस्पोन्सिबिलिटी उनको काँधमा आयो। त्यो केवल फ्यामिली क्राइसिस थिएन, त्यो उनको जीवनको दिशा नै बदल्ने मोमेन्ट थियो। एकैचोटि उनले किताबको संसार छोडेर बिजनेसको रियल वर्ल्डमा पाइला टेक्नु पर्यो। आज उनी भन्छन् त्यो डिसिजन मेरो इच्छा थिएन, बाध्यता थियो। र कहिलेकाहीँ जीवनले जबरजस्ती गराएको डिसिजनले नै मानिसलाई सबैभन्दा बलियो बनाउँछ। र त्यही बाध्यताले विनोद चौधरीलाई सानै उमेरमा रेस्पोन्सिबिलिटी, लिडरसिप र बिजनेसको रियल मिनिङ सिकायो। त्यो समयको काठमाडौँ आज जस्तो मोडर्न थिएन। 1970 को सहर शान्त थियो, तर विश्वभरि फैलिरहेको कल्चरल चेन्जको इम्प्याक्ट यहाँ पनि देखिँदै थियो। त्यो बेला ब्रिटनिक कल्चर, फ्लावर पावर, म्युजिक र वेस्टर्न लाइफस्टाइलको इम्प्याक्ट युवाहरूमा बढ्दै थियो र विनोद चौधरीले त्यही परिवर्तनमा अपर्च्युनिटी देखे। त्यसपछि उनले आफ्नो पहिलो इन्डिपेन्डेन्ट बिजनेस सुरु गरे, कोपर फ्लोर नामको नाइट क्लब। कोपर फ्लोर केवल एउटा नाइट क्लब मात्र थिएन, त्यो बिस्तारै काठमाडौँको बदलिदो समाज र नयाँ सोचको स्याम्बल बन्दै गयो। यहाँ फरेन टुरिस्टहरू आउँथे, आर्टिस्टहरू आउँथे, म्युजिक मन पराउने युवा र अप्पर क्लासका मानिसहरू भेला हुन्थे। म्युजिक, लाइट, फ्री थिङ्किङ र मोडर्न लाइफस्टाइलको मिक्सरले कोपर फ्लोरलाई निकै छिटो पपुलर बनायो। र यही बिजनेसले विनोद चौधरीलाई एउटा इम्पोर्टेन्ट कुरा फिल गरायो। उनी फ्यामिलीको बिजनेस चलाउने व्यक्ति मात्र नभई उनी नयाँ अपर्च्युनिटी क्रिएट गर्न सक्ने अन्टरप्रेन्योर हुन् र यहीँबाट उनले पहिलो पटक रियल अन्टरप्रेन्योरियल कन्फिडेन्स पाए। कोपर फ्लोरको सक्सेससँगै विनोद चौधरी बिस्तारै काठमाडौँको इलाइट सर्कलसँग जोडिन थाले। उनको पहुँच बिजनेस सेक्टरबाट राजदरबारसम्म पुग्यो। यही समयमा उनको सम्बन्ध तत्कालीन राजकुमार धीरेन्द्र र पछि राजा बनेका वीरेन्द्र वीरविक्रम शाहसँग इस्टाब्लिस्ड भयो। त्यति बेला नेपालमा बिजनेस केवल राम्रो प्रोडक्सन र सर्भिसले मात्र चल्दैन थियो, रिलेसनसिप, ट्रस्ट र एक्सेस पनि उत्तिकै महत्त्वपूर्ण थियो। र विनोद चौधरीले यो कुरा छिट्टै बुझ्न थाले। उनी केवल बिजनेस मात्र गरिरहेका थिएनन्, उनी रिलेसनसिप्स, इन्फ्लुएन्सेस र अपर्च्युनिटिजको इम्पोर्टेन्स पनि सिक्दै थिए। विनोद चौधरीको जीवनको सबैभन्दा ठुलो मोड कुनै ठुला व्यक्ति वा ठुलो इन्भेस्टमेन्टबाट आएन।
त्यो सुरु भयो एउटा अर्डिनरी अब्जर्भेसनबाट। एक दिन उनको साथीले भने ब्याङ्ककबाट फर्किने धेरै नेपाली प्यासेन्जरहरूले इन्स्ट्यान्ट नुडल्स लिएर आइरहेका छन्। सामान्य मानिसको लागि त्यो केवल एउटा सिन थियो, तर विनोद चौधरीको लागि त्यो मार्केटको फ्युचरको सिग्नल थियो। जहाँ अरूले केवल सामान देखे त्यहाँ उनले अपर्च्युनिटी देखे। उनले तुरुन्तै बुझिहाले यदि मानिसहरूले विदेशबाट नुडल्स ल्याइरहेका छन् भने यसको मतलब बजारमा यसको माग छ र जहाँ माग हुन्छ त्यहाँ ठुलो बिजनेस जन्मिन सक्छ। त्यतिबेलै उनले एउटा डिसिजन गरे, अब यो अपर्च्युनिटी गुमाउनु हुँदैन। त्यसपछि विनोद चौधरी सिधै थाइल्यान्ड पुगे। त्यहाँ उनले वाइवाई नुडल ब्रान्डका फाउन्डर किट्टी पोङश्रीलाई भेटे। सुरुमा धेरै डाउट थियो, नेपाल जस्तो सानो बजारमा इन्स्ट्यान्ट नुडल्स सक्सेस हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्यो। तर विनोद चौधरी सजिलै हार मान्ने व्यक्ति थिएनन्। उनको दृढता, निरन्तर प्रयास र लङ टर्म भिजनले अन्ततः कोल्याबोरेसन सम्भव बनायो। र त्यसपछि सन् 1984 मा नेपालमा वाइवाई नुडल्सको प्रोडक्सन सुरु भयो। त्यो दिन केवल नयाँ प्रोडक्सन लन्च भएको थिएन, त्यो दिन त साउथ एसियाको एफएमसिजी रेभोल्युसन सुरु भएको थियो। किनकि पछि यही वाइवाईले नेपालको बजारमा मात्र होइन विश्वभरि दर्जनौं देशहरूमा आफ्नो पहिचान बनायो। वाइवाई बिस्तारै नेपालको सबैभन्दा पपुलर ब्रान्ड बन्यो। समयसँगै यसको माग केवल नेपालमा मात्र लिमिटेड रहेन, यो इन्टरनेसनल मार्केटमा फैलिन थाल्यो। आज वाइवाई नुडल्स 40 भन्दा बढी देशहरूमा बिक्री हुन्छ। भारतमा यसको मार्केट सेयर 30% छ भने नेपालमा यसको 60% डोमिनेन्स छ। यसको प्रडक्ट एक्सपेन्सन पनि निकै ठुलो भइसकेको छ। भारत, बङ्गलादेश, सर्बिया र इजिप्टसम्म यसको प्रेजेन्स छ। र यही विस्तारसँगै विनोद चौधरीको आइडेन्टिटी पनि बदलियो। उनी आज केवल बिजनेसम्यान मात्र होइनन्, उनी एक ग्लोबल ब्रान्ड बिल्डर बनिसकेका छन्। तर विनोद चौधरीको भिजन कहिले केवल एकै इन्डस्ट्रीमा लिमिटेड रहेन। उनले बिस्तारै ब्याङ्किङ, हस्पिटालिटी, इन्फ्रास्ट्रक्चर, इनर्जी, एजुकेसन र टेक्नोलोजी जस्ता क्षेत्रहरूमा प्रवेश गरे। यसरी उनको बिजनेस केवल एक कम्पनीमा होइन पुरै इकोसिस्टममा बदलिन थाल्यो। आज सिजी ग्रुप ग्लोबल 30 भन्दा बढी देशहरूमा फैलिएको छ। यो इन्स्टिट्युसनमा 15,000 भन्दा बढी एम्प्लोइहरूले काम गर्छन्। यस अन्तर्गत 160 कम्पनी र 123 ब्रान्डहरू सञ्चालनमा छन्। यति ठुलो स्ट्रक्चरलाई हेर्दा यसलाई धेरैले मिनी इकोनोमिक युनिभर्स भनेर डिस्क्राइब गर्छन्, जहाँ विभिन्न इन्डस्ट्रीहरू एउटै छाना मुनि एउटै भिजन अन्तर्गत सञ्चालन भइरहेका छन्। विनोद चौधरीले केवल म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा मात्र होइन देशको फाइनेन्सियल र सर्भिस एरियाजको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेले। उनी नेपालको पहिलो निजी ब्याङ्कहरूमध्ये एक नबिल ब्याङ्कको विकास यात्रामा सक्रिय रूपमा जोडिए। यसले नेपालमा मोडर्न ब्याङ्किङ सिस्टमको बेसलाई बलियो बनाउन मद्दत गर्यो। त्यसपछि उनले आफ्नो ध्यान हस्पिटालिटी क्षेत्रमा विस्तार गरे। आज उनको हस्पिटालिटी पोर्टफोलियो 134 वटा होटल एसेट्ससम्म पुगिसकेको छ, जसमध्ये 36 वटा उनको ओन्ड प्रोपर्टिज हुन् भने 98 वटा म्यानेज प्रोपर्टिज हुन्। यसले उनको बिजनेसलाई केवल लोकल लेभलमा होइन ग्लोबल हस्पिटालिटी नेटवर्कसँग जोडिदियो। यही क्रममा भारतको रेपुटेड ताज होटल्स ग्रुपसँगको साझेदारीले उनको अन्तर्राष्ट्रिय क्रेडिबिलिटी अझ बलियो बनायो। यति बेला उनी केवल नेपालको सक्सेसफुल एन्टरप्रेन्योर मात्र थिएनन्, उनी साउथ एसियाको एक इम्प्रेसिभ ग्लोबल बिजनेस फिगर बनिसकेका थिए। सन् 2019 मा दुबईमा खुलेको ताज जुमैरा लेक्स टावर विनोद चौधरीको हस्पिटालिटी भिजनको एउटा महत्त्वपूर्ण माइलस्टोन बन्यो। 200 रुम क्षमताको यो प्रोपर्टी केवल एउटा होटल मात्र होइन, यो उनको ग्लोबल एक्सपेन्सन स्ट्र्याटेजीको की हब हो। तर त्यसपछि आएको कोभिड-19 महामारीले विश्वभरिको हस्पिटालिटी सेक्टरलाई गम्भीर रूपमा इफेक्टेड गर्यो। धेरै बिजनेसम्यानहरू सङ्कटमा परे, तर उनले फरक डिसिजन लिए। हार्ड टाइम्समा उनले आफ्नो कुनै पनि एम्प्लोइलाई हटाएनन्। उनको सक्सेसको रियल मिस्ट्री एउटै थियो, मेरो कर्मचारी नै मेरो सबैभन्दा ठुलो शक्ति हुन्। त्यति बेला उनले आफ्नो बिजनेस फिलोसफी प्रस्तुत गरे, सर्भाइभ, रिभाइभ एन्ड थ्राइभ। यो केवल एउटा वाक्य थिएन, यो उनको इन्टायर बिजनेस डाइरेक्सनको गाइडेन्स बन्यो। आज उनको भिजन अझ विस्तार हुँदैछ, विशेष गरी मिडल इस्ट क्षेत्रमा आबुधाबी, साउदी अरेबिया र कतार जस्ता जीसीसी देशहरूमा। दुबई अहिले उनको स्ट्र्याटेजिक हब बनेको छ, जहाँबाट उनको ग्लोबल हस्पिटालिटी एक्सपेन्सन अघि बढिरहेको छ।
काठमाडौँमा आफ्नो ठुलो व्हाइट हाउसमा विनोद चौधरी आफ्नो परिवारसँग बस्छन्। उनको साथमा पत्नी सारिका र 3 छोराहरू निर्भना, राहुल र वरुण छन्। आज उनका छोराहरूले परिवारको विभिन्न बिजनेस डिभिजन सम्हालिरहेका छन्, जसले उनको लेगेसीलाई कन्टिन्युटी दिइरहेको छ। उनको अटोबायोग्राफी मेकिङ इट बिगमा उनले आफ्नो जीवनको दर्शन फिलोसफी क्लियरली लेखेका छन्। 2015मा उनलाई श्री श्री युनिभर्सिटीबाट अनरेरी डक्टरेट प्रदान गरिएको थियो। यसरी विनोद चौधरीको जर्नी केवल एउटा बिजनेसम्यानको जर्नी होइन, यो ड्रिम, स्ट्रगल र सक्सेसको इन्स्पायरिङ जर्नी हो। उनको स्टोरीले एउटा गहिरो सत्य सिकाउँछ, सक्सेस केवल लकको रिजल्ट होइन, यो भिजन, करेज र कन्टिन्युअस हार्डवर्कको रिवार्ड हो। एउटा सामान्य नेपाली परिवारबाट उठेर ग्लोबल बिजनेस वर्ल्डमा आफ्नो आइडेन्टिटी बनाउने उनको जर्नी आज पनि लाखौँ एस्पायरिङ अन्टरप्रेन्यर्सहरूको लागि इन्सपिरेसन बनेको छ। र यही कारणले विनोद चौधरी नेपाल्स फर्स्ट बिलियनियर मात्र होइनन्, उनी एउटा ट्रु लेगेसी हुन्।